टी20 सिरिजमा नेपालको पहिलो जित, स्कटल्यान्डलाई 2 विकेटले हरायो। नेपालले त्रिकोणात्मक टी20 अन्तर्राष्ट्रिय श्रृङ्खलामा पहिलो जित दर्ता गरेको छ। पहिलो जित दर्ता गर्ने क्रममा नेपालले मङ्गलबार घरेलु टिम स्कटल्यान्डलाई 2 विकेटले हराएको हो। मङ्गलबार सम्पन्न खेलमा स्कटल्यान्डले दिएको 98 रनको सामान्य लक्ष्य नेपालले 19.5 ओभरमा 8 विकेट गुमाएर पुरा गरेको थियो। नेपालका लागि ओपनिङ ब्याट्सम्यान कुशल भुर्तेलले सर्वाधिक 30 रन बनाएका थिए भने दिपेन्द्र सिंह ऐरीले 14, बसिर अहमदले 13 र किरण ठगुनाले 10 रन जोडेका थिए भने बाँकी ब्याटरले भने दोहोरो अङ्कमा समेत रन बनाउन सकेनन्। त्यस्तै स्कटल्यान्डका लागि सफयान शरीफ र माइकल त्यसअघि टस हारेर ब्याटिङको मौका पाएको स्कटल्यान्ड 19.3 ओभरमा 97 रनमा अल आउट भएका थिए। त्यस्तै स्कटल्यान्डका लागि माइकल लिक्सले 46 बलमा 4 चौका र 1 छक्का सहित सर्वाधिक 46 रन बनाएका थिए भने कप्तान म्याथ्यू क्रसले 15 तथा ब्रान्ड म्याकमुलेनले 10 रन जोडेका थिए भने बाँकी ब्याटरले भने दोहोरो अङ्कमा समेत रन बनाउन सकेका थिएनन्। त्यस्तै स्कटल्यान्डलाई कम स्कोरमा रोक्न नेपाली टिमका पूर्व कप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेले घातक बलिङ गरेका थिए। उनले 4 ओभरमा 1 मेडनसहित 11 रन मात्र खर्चिएका थिए भने सर्वाधिक 4 विकेट पनि लिएका थिए। सन्दीप लामिछानेले सोमबार नेदरल्यान्ड्स विरुद्ध पनि उत्कृष्ट बलिङ गरेका थिए। उक्त खेलमा उनले 4 ओभरमा 18 रन दिएर सर्वाधिक 3 विकेट लिएका थिए। त्यस्तै मङ्गलबार स्कटल्यान्ड विरुद्ध करण केसी र दिपेन्द्र सिंह ऐरीले समान 2-2 विकेट तथा ललित नारायण राजवंशीले 1 विकेट हात पारेका थिए। यो जितपछि नेपाल अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। त्यस्तै नेपाल पहिलो खेलमा नेदरल्यान्डसँग सुपर ओभरमा पराजित भएको थियो भने अब नेपालले बिहीबार नेदरल्यान्डसँग सामना गर्नेछ।